यो तलको भिडियो एकचोटि हेर्नुस् र यहाँ फिल हुन्छ बालेन शाह र रवि लामिछाने बीचको जुन एकता भएको छ, सहमति भएको छ, यो एकताले नेपाली जनताको करोडौंको मनभित्र एउटा अलग किसिमको ऊर्जा पैदा गरेको छ। यसले अलग किसिमको एउटा आशा पलाइदिएको छ हैन। यहाँ बालेन शाहको गम्भीरता, परिपक्वता र रवि लामिछानेको जुन ऊर्जा छ हैन, रवि लामिछानेको जुन इनर्जी छ, यो दुवै मिलेको छ र यसले पुरानाहरूको त होस उडाएकै छ, निद्रा उनीहरूको हराएकै छ, तर करोडौं जनताको बीचमा आशा पलाएको छ। अब उनीहरू त मिलिसके, अब हामी चाहिँ के गर्ने त? हामी जनता पनि मिल्न एकदमै जरुरी छ। पुरानो पार्टीहरू जस्तै उहाँहरूको त्यति ठूलो संगठन छैन, गाउँ गाउँमा उनीहरूको लागि लड्दिने, लाठी चलाइदिने हैन, अपराधी जस्तो काम गरिदिने कार्यकर्ता छैन। तर के सम्भव छ बहुमत ल्याउने? सहमत छ कि बालेन शाहलाई प्रधानमन्त्री बनाउने? हरेक कुरा सम्भव छ यदि युवा जागिहाल्यो भने। युवा जागेकोले गर्दा त एक दिनमा देश कहाँदेखि कहाँ पुगिसक्यो। 84 कुर्नु पनि परेन हैन। केपी ओली जस्ता एउटा अहंकार भएको शासकलाई हेलिकप्टर चढेर भाग्नु पर्यो उनकै भाषामा। भनेपछि हरेक कुरा सम्भव छ, तर हामीलाई परिवर्तन गर्नु पर्यो, हामीसँग सहमति गर्नु पर्यो। हाम्रो सहमति कोसँग हुनु पर्यो त? हाम्रो सहमति हाम्रो गाउँ, हाम्रो छिमेक, हाम्रो आफ्नै परिवारमा हुनु पर्यो। मेरो बाजे कांग्रेस थियो, मेरो दाई एमाले थियो, मेरो बुवा माओवादी थियो या फ्लानो थियो, भनेपछि म त्यसैमा जान्छु भन्ने कुरामा सहमति आउनु पर्यो। अब दाईलाई, बुवालाई, काकालाई, छिमेकीलाई सबलाई यता ल्याउनुपर्छ, कुरा राख्नुपर्छ हैन। जित गर्नुपर्छ। तर यो सम्भव छ के? हामी सुरुदेखि नै अहिले पनि सोचौं, कांग्रेसमा जो जिते पनि, जस्तोलाई भोट दिए पनि, आफ्नै आफन्त लडेको छ, आफ्नै छिमेकी लडेको छ, आफ्नै घरको मान्छे लडे पनि भोलि प्रधानमन्त्री बन्नेको त्यही देउवा। बढीमा रिसाएर कहिले आयो भने गगन थापासम्म अहिले चाहिँ आउन सक्छ होला बालेन शाह र रवि लामिछानेको मिलनपछि हैन। अरु पार्टीमा को भन्ला? त्यही प्रचण्ड, माधव नेपाल, त्यही केपी ओली। त फेरि हामी यत्रो वर्षदेखि यही पुराना अनुहारहरूलाई हामी हेर्दै आएको छौं, देश बर्बाद भइसकेको छ। फेरि यसैलाई हेर्ने हैन कि चुनावपछि फेरि हामी नयाँ भएको भए राम्रो हुन्थ्यो, यिनीहरूले देश बर्बाद गरे, गाली मात्रै गर्ने? अब गाली गर्ने दिन सके के? अब हामी सुध्रिनु पर्छ, सच्चिनु पर्छ र यो यस्तो राइट टाइम छ जहाँ हामी सबैजना एक्टिभ हुनुपर्छ। म पनि कुनै पार्टीको अहिलेसम्म सदस्यता लिएको छैन, कार्यकर्ता छैन, तर यो न्यायको लागि, यो परिवर्तनको लागि हामी बोल्नुपर्छ के, हामी लाग्नुपर्छ है। सो